हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग भिडियो चाहिँ 1 गतेको हो तर 2 गते पोस्ट गर्दैछु है साथीभाइहरू। सो हाई गाइज गुड मर्निङ। फर्स्ट अफ अल ह्याप्पी न्यू इयर एभ्रिवान। म चाहिँ आज बिहानै उठ्ने बित्तिकै साउरली अन्त साथीहरू आज चाहिँ हामी मन्दिर जान लागेको। म चाहिँ नुहाएर रेडी नै भइसके। यो चाहिँ मेरो आजको आउटफिट अफ द डे। आज चाहिँ वैशाख 1 गते हामी सबै नेपालीहरूको नयाँ वर्ष सँगै आज हाम्रो प्यारो ससुरा बाबाको पनि जन्मदिन परेको हुनाले हामी चाहिँ घरको 3 जना मन्दिर पूजा गर्नलाई जाँदैछौँ है। अनि मम्मीले चाहिँ बाई बाई भन्दै हुनुहुन्छ कि हामी चाहिँ मन्दिर अगाडि पुगेर बाबा र मम्मीले सामानहरू लिनुभयो पूजाका लागि। अनि चाहिँ हामी पुग्यौँ सैना महिनाको ठुलो बोलबम धाम मन्दिर। आजको दिन बाबाको लागि एकदमै विशेष दिन भएकोले मम्मीले चाहिँ यहाँनिर बाबालाई हजुर पूजा गर्नुहोस् है भन्दै हुनुहुन्थ्यो कि आज नि साथीभाइहरू 1 गते भएर पनि होला मन्दिर एकदमै भिड थियो कि। अनि यहाँ चाहिँ 108 धाराको शिवजीको शिवलिङ्ग पनि रहेछ कि। म चाहिँ यो मन्दिरमा आज पहिलोचोटि आएको हो नि त। मम्मी बाबाले जसरी पूजा गर्दै हुनुहुन्थ्यो नि मैले पनि हेर्दै सिक्दै हिँड्दै थिएँ कि। अनि नि साथीभाइहरू हजुरहरू चाहिँ कतिको पूजा गर्नुहुन्छ? मेरो चाहिँ नि सासू मम्मी भगवानहरूलाई धेरै मनदेखि नै मान्नुहुन्छ कि। उहाँले गर्नुभएको भगवानप्रतिको विश्वास देखेर नि साथीभाइहरू मलाई पनि अचेल एकदमै पूजाहरू गर्न मन लाग्ने अनि भगवान प्रतिको विश्वासहरू पनि बढेर आएको छ कि। यसै गर्दै अनि हाम्रो चाहिँ पूजा पनि सकियो। बाबा ह्यापी बर्थडे। खै त थ्याङ्क यू ह्यापी न्यू इयर बाबा मम्मी ह्यापी न्यू इयर। अनि चाहिँ एउटा सानो क्लिप भिडियो बनाएर हामी चाहिँ घरतर्फ लाग्यौँ। अनि नि साथीभाइहरू हजुरहरूको न्यू इयर चाहिँ कस्तो भयो त? हामीले चाहिँ आज मन्दिरबाट फर्केर पुरी तरकारी खाम न भनेर म चाहिँ पुरी तरकारी बनाउनु तर्फ लागेँ कि। जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो ना। सासू बुहारी मिलेर हामीले चाहिँ पुरी तरकारीहरू रेडी गर्दै थियौँ। मैले चाहिँ सब्जी बनाएँ अनि पुरी चाहिँ आधी बनाउँदा बनाउँदै केक लिन गएँ कि। म चाहिँ यहाँनिर बाबालाई सानो सरप्राइज दिनलाई केक पनि लिएर आइसकेँ। ह्याप्पी बर्थडे टु मम्मी ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु। हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना ससुरा बाबा। हजुर हाम्रो परिवारको आधार र प्रेरणा हुनुहुन्छ। भगवानले हजुरलाई सधैँ स्वास्थ्य खुसी र दीर्घायु बनाइराखुन् बाबा। हजुरको माया र आशीर्वाद सधैँ हामी माथि रहिरहोस् बाबा। आजको दिन र आउने दिनहरू हजुरको लागि खुसी र रमाइलोले भइरहोस् बाबा। फेरि पनि जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो प्यारो बाबा हजुरलाई। हामी चाहिँ नि अहिले सबै परिवार सँगै छैनौँ नि त साथीभाइहरू सबैजना टाढा टाढा भएको कारणले मम्मी बाबाले चाहिँ भिडियो कलमा केक दिएर जिस्काउँदै हुनुहुन्थ्यो कि। तिमी जस्तै शीतल टाढा रहनु भएको दाई अनि मेरी प्यारी जेठानी दिदी र मेरो प्यारो बुढालाई चाहिँ धेरै धेरै सम्झना चाहिँ छिट्टै आउनु सबैजना सबै परिवार फेरि पनि सँगै बसेर रमाइलो गरौँला। अनि यहाँ चाहिँ हाम्रो बुढा र बुढीको सानो उपहार हाम्रो प्यारो बाबा हजुरलाई। यो भिडियोहरूको लागि चाहिँ धेरै धेरै धन्यवाद मेरो प्यारी सासु आमा। जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो ना। हुन त यो सानो उपहार बाबाको लागि ठुलो कुरा नहुन सक्छ तर पनि आफ्नो स्पेशल डेमा कसैले सानो कुरा दिए पनि ठुलो कुरा लाग्न सक्छ कि। यो चाहिँ मैले आफैले पनि भोगेको कुरा हो कि साथीभाइहरू।
अनि चाहिँ नि साथीभाइहरू मैले त दिउँसो भिडियोहरू बनाउनै बिर्सेछु के। अनि चाहिँ हामी साँझमा सैना महिना मुर्गियाको फुड फेस्टिभलमा गयौं। हामीले चाहिँ खाजाहरू खाएर प्रोग्राम हेर्नलाई बसिरहेको थियौं के। मम्मीले चाहिँ धुलो भयो भनेर सल बेरेर बस्नु भएको रहेछ, मैले चाहिँ जिस्काउँदै थिएँ कि। अनि यहाँ चाहिँ हाम्रो सासू बुहारीको नक्कल पनि हेरिदिनुहोस् है त। हाम्रो चाहिँ प्रोग्राम पनि सकियो अनि हामी चाहिँ घरतर्फ लाग्दै थियौँ। आजको भिडियो चाहिँ यहीँनिर अन्त्य गर्न गइरहेको छु। भिडियो यहाँसम्म हेरेर साथ दिनुहुने सबैजनालाई धेरै धेरै धन्यवाद। गाह्रो छ, ड्राइभ नि गर्नु परेछ।